ओके, अब पहिलो टपिक हेरौँ परिवर्तन व्यवस्थापन। पहिलो बुँदा कुनै पनि क्रियाशील सङ्गठनमा समय समयमा आन्तरिक तथा बाह्य वातावरणबाट दबाव, समस्या र चुनौतीहरू आइरहन्छन्। कुनै पनि क्रियाशील सङ्गठनमा समय समयमा आन्तरिक वा बाह्य वातावरणबाट दबाव, समस्या र चुनौतीहरू आइरहन्छन्। त्यस्ता दबाव 2 नम्बर बुँदामा त्यस्ता दबाव, चुनौती र समस्याहरूबाट नकारात्मक प्रभाव पर्न नदिई यथाशक्य चुनौतीलाई अवसरमा परिवर्तन गर्न सङ्गठनले तयार गर्ने रणनीतिक योजना र सोको व्यवस्थित कार्यान्वयन नै परिवर्तन व्यवस्थापन हो भन्न सक्यौँ। अब परिवर्तन व्यवस्थापन भनेको परिवर्तनलाई आफ्नो अनुकूल बनाउने वा परिवर्तनको प्रभावबाट सङ्गठनलाई लाभान्वित गर्नु तथा कर्मचारीलाई परिवर्तन आत्मसात गर्न सक्षम बनाउनु हो भनेर तेस्रो बुँदामा भन्छौँ। अनि चौथोमा चाहिँ परिवर्तनलाई आत्मसात गर्न सङ्गठनले के गर्नुपर्छ भन्दा संरचनागत, प्रक्रियागत र संस्कृतिगत परिवर्तन गर्नुपर्ने हुन्छ। अझ सरल भाषामा भन्दा परिवर्तन व्यवस्थापन भनेको कर्मचारीलाई परिवर्तन स्वीकार गर्न सक्षम बनाउनु हो भनेर भन्यौँ कि 4वटा बुँदा। पहिलोमा के भन्यौँ, कुनै पनि क्रियाशील सङ्गठनमा समय समयमा आन्तरिक तथा बाहिर वातावरणबाट दबाव, समस्या तथा चुनौतीहरू आइरहन्छन्। दोस्रो बुँदामा त्यस्ता दबाव, चुनौती र समस्याहरूबाट नकारात्मक प्रभाव पर्न नदिई यथाशक्य चुनौतीलाई अवसरमा परिवर्तन गर्न सङ्गठनले तयार गर्ने रणनीतिक योजना र सोको व्यवस्थित कार्यान्वयन नै परिवर्तन हो भन्यौँ। हो, यो दोस्रो बुँदा चाहिँ बडा महत्त्वपूर्ण छ। जस्तै त्यस्ता दबाव, चुनौती र समस्याहरूबाट नकारात्मक प्रभाव पर्न नदिई यथाशक्य चुनौतीलाई अवसरमा परिवर्तन गर्न सङ्गठनले तयार गर्ने रणनीतिक योजना र सोको व्यवस्थित कार्यान्वयन नै परिवर्तन व्यवस्थापन हो। परिवर्तन व्यवस्थापन भनेको परिवर्तनलाई, यो तेस्रो बुँदामा परिवर्तनलाई आफ्नो अनुकूल बनाउने वा परिवर्तनको प्रभावबाट सङ्गठनलाई लाभान्वित गर्नु तथा कर्मचारीलाई परिवर्तन आत्मसात गर्न सक्षम बनाउनु हो भनेर। अनि चौथोमा परिवर्तनलाई आत्मसात गर्न सङ्गठनले संरचनागत, प्रक्रियागत र संस्कृतिगत परिवर्तन गर्नुपर्ने हुन्छ। अझ सरल भाषामा भन्दा भन्यौँ अन्तिममा परिवर्तन व्यवस्थापन भनेको कर्मचारीलाई परिवर्तन स्वीकार गर्न सक्षम बनाउनु हो भन्यौँ। अब परिवर्तनका मुख्य प्रकारहरू भन्यौँ भने अघि भने जस्तै सङ्गठनात्मक परिवर्तन, प्रक्रियागत परिवर्तन, प्राविधिक परिवर्तन र संस्कृतिगत परिवर्तन, 4वटा परिवर्तन। अब मोडलहरू, परिवर्तनको मोडलहरू हेऱ्यौँ भने एउटा कुर्ट-लोइन मोडल छ, KURTLEWIN, कुर्ट-लोइन मोडल। यसले चाहिँ अनफ्रेज, चेन्ज र रिफ्रेज भन्छ। अनफ्रेज भनेको पुरानोको कमी कमजोरीहरू देखाउने, चेन्ज भनेको नयाँ प्रविधि, नयाँ परिवर्तन, नयाँ प्रक्रिया ल्याउने, अनि रिफ्रेज भनेको चाहिँ नयाँलाई स्थायी बनाउने भनेको नयाँ नियम लागू गर्ने या नयाँलाई कसरी हुन्छ लागू गर्न त्यसको लागि पुरस्कारको व्यवस्थापन गर्ने या मोटिभेसन गर्ने, जसरी हुन्छ नयाँ चाहिँ सुरु गर्ने। अब अर्को मोडल छ प्रोकीको, PROSCI, प्रोकीको आडकार मोडल, ADKAR आडकार मोडल भन्छौँ हामी। आडकार ए भनेको अवेरनेस भनेको परिवर्तनको आवश्यकताबारे जानकारी दिने, D भनेको डिजायर परिवर्तनमा भाग लिने इच्छा जगाउने, AD के भनेको नलेज परिवर्तन कसरी गर्ने भनेर ज्ञान दिने, ADK। अर्को ए भनेको एबिलिटी ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता चाहियो, ADKA। अनि R भनेको रिइन्फोर्समेन्ट, त्यो भनेको परिवर्तनलाई कायम राख्ने या परिवर्तन लागू गर्ने र त्यसलाई कायम राख्ने भनेर हामीले भन्न सक्यौँ। अब सार्वजनिक प्रशासनमा परिवर्तनको आवश्यकता किन छ त भन्दाखेरि अब यहाँ हामीले 6-7वटा बुँदा छन्। पहिलो र दोस्रो ट्याक्कै एकदमै महत्त्वपूर्ण छ। मूल्य, मान्यता, नीति, विधि, प्रक्रिया, प्रविधिलाई परिवर्तित सन्दर्भमा अनुकूल बनाउन। सबै चिज, नीति, विधि, प्रक्रिया यी सबैलाई चाहिँ परिवर्तित समयमा सन्दर्भमा अनुकूल बनाउन। दोस्रो, सार्वजनिक प्रशासनलाई जनमुखी, उत्तरदायी र जवाबदेही बनाउन। सार्वजनिक प्रशासनलाई जनमुखी, उत्तरदायी र जवाबदेही बनाउन। अनि तेस्रो, चौथो र पाँचौँ भनेको सीमित साधन स्रोतबाट अधिकतम प्रतिफल पाउन, अनि सेवा प्रभावमा सुधार ल्याउन, अनि सङ्गठनलाई चुस्त र छिटो छरितो बनाउन। भनेको सीमित साधन स्रोतबाट अधिकतम प्रतिफल पाउन, सङ्गठनलाई चुस्त र छिटो छरितो बनाउन, अनि सेवा प्रभावमा सुधार ल्याउन। तेस्रो, चौथो र पाँचौँ भयो। अनि 6 र 7 फेरि यस्तो छ। 6 भनेको विश्वव्यापीकरणले ल्याएका चुनौतीहरूको सामना र अवसरबाट लाभ प्रदान गर्न। भनेको विश्वव्यापीकरणले चुनौती पनि ल्याएको हुन्छ, अवसर पनि ल्याएको हुन्छ। उसले लिएको चुनौती चाहिँ सामना गर्न र अवसरबाट लाभ प्रदान गर्न। अनि 7औँ बुँदा सार्वजनिक प्रशासन प्रतिको जनविश्वास अभिवृद्धि गर्न भनेर अन्तिम भन्यो। अब परिवर्तन व्यवस्थापनका दृष्टिकोणहरू भन्यौँ भने एउटा स्ट्राटेजिक एप्रोच हुन्छ। परिवर्तन व्यवस्थापनका लागि रणनीतिक योजना तयार गरिन्छ। अर्को स्ट्रक्चरल एप्रोच हुन्छ, त्यो भनेको सङ्गठनात्मक संरचनामा परिवर्तन गरी परिवर्तन व्यवस्थापनलाई व्यवस्थित गर्ने
प्रयास गरिन्छ यसमा। तेस्रो चाहिँ सिस्टमेटिक एन्ड मेथोडोलोजिकल चेन्ज एप्रोच हुन्छ, विभिन्न विधि पद्धतिहरू परिवर्तन गरिन्छ यसमा। अर्को बिहेभियरल एप्रोच हुन्छ, यसमा सङ्गठनका कर्मचारीहरूको मनोबल उच्च गराई व्यवहारमै परिवर्तन गराइन्छ बिहेभियरल एप्रोचमा। अनि अर्को चाहिँ सोसियो टेक्निकल एप्रोच हुन्छ, सामाजिक परिवर्तन र प्राविधिक विकासलाई समेट्दै परिवर्तन गराइन्छ यसमा चाहिँ। 5वटा के भयो भन्दा स्ट्राटेजिक एप्रोच, स्ट्रक्चरल एप्रोच, सिस्टमेटिक एन्ड मेथोडोलोजिकल चेन्ज एप्रोच, बिहेभियरल एप्रोच अनि सोसियो टेक्निकल एप्रोच भनेर। अब परिवर्तन व्यवस्थापनका अवरोधहरू के हुन् त भन्दाखेरि 9-10वटा छ। पहिला यथास्थितिमा रमाउने प्रवृत्ति पहिलो, दोस्रो परिवर्तनबारे फरक बुझाइ हुने, तेस्रो पर्याप्त सूचनाको कमीले गर्दा त्यस्तो हुने, चौथो र पाँचौँ चाहिँ त्यही छ अधिकार र जिम्मेवारी सङ्कुचन हुने डर, चौथो पाँचौँ दरबन्दी कटौती र समायोजनको डर। यसरी 1 2 3 4 5 हामीले भन्यौँ। यथास्थितिमा रमाउने, 2 परिवर्तनका बारेमा फरक बुझाइ, 3 पर्याप्त सूचनाको कमी, 4 अधिकार र जिम्मेवारी सङ्कुचन हुने डर, 5 दरबन्दी कटौती र समायोजनको डर भनेर 5वटा। अनि 6 र 7 जानेपछि 8 9 10 चाहिँ VCT हो। 6 भनेको परिवर्तन पश्चात पद प्राप्ति प्रतिष्ठा सेवा सुविधा अझ राम्रो हुने सुनिश्चितता गर्न नसक्नु। अनि अर्को 7 भनेको परिवर्तन नीति र प्रविधिबारे तालिम पनि नहुनु। यो चाहिँ अवरोधहरू हुन् भने VCT भेस्टेड इन्ट्रेस्ट ग्रुपको आधारमा परिवर्तन गर्न खोज्नु, C भनेको चेन्ज लिडरको व्यवस्थापकीय क्षमता कमजोर हुनु र T भनेको ट्रेड युनियनहरूले यस्तो चिजहरूमा जहिले अवरोध गरिरहनु भनिन्छ। अनि सुधारका उपायहरू चाहिँ यिनै हुन्। परिवर्तन पश्चात पद सेवा सुविधा अझ राम्रो हुने गरी सुनिश्चित गर्ने, अर्को परिवर्तन नीति र प्रविधिबारे यथेष्ट तालिम गर्ने, अनि VCTलाई ठ्याक्कै उल्टो गराउने, जस्तै त्यसमा टिमवर्क गर्ने, अर्को चेन्ज लिडरको क्षमता विकास गर्ने, अनि मिडिया र नागरिक समाजसँग पार्टनरसिपहरू गर्ने गरेर यसलाई सुधार गर्न सकिन्छ। नेपालमा परिवर्तन व्यवस्थापनको अवस्था कस्तो छ त भन्दाखेरि 1 नम्बर सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग एकदम न्यून चाहिँ छ। NPM NPS हुँदै NPG सम्म जाँदा यसको प्रयोग चाहिँ खासै भएको पाइँदैन। पहिलो र दोस्रो दुई त्यो भयो। अनि 3 4 5 हामी एउटै कुराहरू रिलेटेड कुराहरू हेर्छौँ। नागरिक बडापत्रको कार्यान्वयन कमजोर छ, वेबसाइटहरू प्राय कमजोर छन्, फोन नम्बरहरू उड्दैनन्। अनि अर्को चाहिँ सार्वजनिक सुनवाई सार्वजनिक परीक्षण सामाजिक परीक्षणको अवस्था पनि कमजोर छ। 3 4 5 मा नागरिक बडापत्रको कार्यान्वयन कमजोर, वेबसाइटहरू प्राय कमजोर छन्, प्रायले चलाएका पनि छैनन्, फोन नम्बरहरू उठिरहेका छैनन् भनौँ न। अनि सार्वजनिक सुनवाई सार्वजनिक परीक्षण अनि सामाजिक परीक्षणको अवस्था कमजोर छ। 3 4 5 भयो। अनि 6 र 7 हेऱ्यौँ भने कर्मचारीको व्यवहार सेवाग्राही मैत्री छैन, अनि 7 परिवर्तनको आलोचना गर्ने परिपाटी छ भनेर 6 र 7 हेऱ्यौँ। अनि 8 र 9 मा वर्किङ कल्चर कम छ, इनोभेसन एन्ड क्रिएसनलाई प्रोत्साहन छैन। 9 मा चाहिँ रिसर्च एन्ड डेभलपमेन्ट कम छ, चेन्ज म्यानेजमेन्ट युनिट छैन भनेर हामीले यसरी 9वटा बुँदाहरू यहाँनिर परिवर्तन व्यवस्थापनको अवस्थामा हेऱ्यौँ। 1 र 2 मा 1 मा सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कम, 2 मा NPM NPS हुँदा NPG मा जाँदा यसको प्रयोग कम भयो। 3 4 5 नागरिक बडापत्र कार्यान्वयन कमजोर, वेबसाइट प्राय कमजोर, सार्वजनिक सुनवाई सार्वजनिक परीक्षण सामाजिक परीक्षण कमजोर। 6 र 7 कर्मचारीको व्यवहार सेवाग्राही मात्रै छैन, 7 परिवर्तनको आलोचना गर्ने परिपाटी छ, 8 वर्किङ कल्चर कम छ, इनोभेसन र क्रिएसनलाई प्रोत्साहन छैन, 9 रिसर्च एन्ड डेभलपमेन्ट छैन, चेन्ज म्यानेजमेन्ट युनिट नै छैन भने। अब नेपालको सार्वजनिक प्रशासनमा परिवर्तन व्यवस्थापन कसरी प्रयास गरिएको छ भन्दाखेरि सार्वजनिक प्रशासनलाई समय सापेक्ष रूपमा जनमुखी उत्तरदायी नागरिक मैत्री विकास मैत्री एवं लोकतान्त्रिक व्यवस्था अनुकूल बनाउन प्रशासन सुधारका प्रयासहरू हुँदै आएका छन्। बुच कमिसन 2009, प्रशासनिक पुनर्गठन योजना आयोग 2013, प्रशासन सुधार आयोग 2025 वेदानन्द झाको, अनि प्रशासन सुधार आयोग 2032 भेषबहादुर थापाको, उच्च स्तरीय प्रशासन सुधार आयोग 2048 अनि प्रशासन सुधार सुझाव समिति 2070 भनेर। अनि नेपालको सार्वजनिक प्रशासनमा परिवर्तन व्यवस्थापनमा देखिएका कमजोरीहरू कस्ता छन् त भन्दाखेरि यहाँ हामीले ठ्याक्कै 7वटा कुरा गर्छौँ। 3वटा सुरुको परिवर्तनको पूर्वानुमान कहिले भएन, पूर्वानुमान रिसर्च र सरकार, 3टा चिज पूर्वानुमान रिसर्च र सरकार। परिवर्तनको पूर्वानुमान कहिले भएन, पूर्वाभ्यास गर्ने चलन नै भएन, प्लान चेन्ज प्राय शून्य छ, सँग डाटा इन्फर्मेसनको प्रयोग नै भइरहेको छैन। 1 2 नम्बर परिवर्तनको लागि रिसर्च नै गरिँदैन, प्राय रियाक्टिभ कि नन एक्टिभ नै छ, कि रियाक्टिभ हुन्छ सडन चेन्ज कि नन एक्टिभ हुन्छ। अर्को सरकारमा आएको परिवर्तनसँगै प्रशासनमा परिवर्तनको दबाव सिर्जना भई परिवर्तन हुने ट्रेन्ड छ। प्रशासन सुधारको भावभन्दा राजनीतिबाट बढी प्रभावित हुन्छ के, प्रशासन सुधारको भावभन्दा पनि राजनीतिबाट बढी प्रभावित देखियो। यसरी पूर्वानुमान रिसर्च र सरकार 3टा चिज। अब अर्को 3टा परिवर्तन भन्न साथ स्ट्रक्चरल र फङ्सनल चेन्ज गरियो, अर्को सार्वजनिक प्रशासन सुधार भन्न साथ निजामती प्रशासनमा मात्र सुधार गर्न खोजियो, अनि आफ्नो आवश्यकता र मागको आधारमा भन्दा दाताले दिएको परिवर्तन गर्न खोजियो।
4, 5, 6 मा त्यही भयो। भन्नासाथ अनि दाता। भन्नासाथ भनेको परिवर्तन भन्नासाथ स्ट्रक्चरल र फङ्सनल, सार्वजनिक प्रशासन सुधार भन्नासाथ निजामती सेवामा सुधार, अनि दाता भनेको आफ्नो आवश्यकता र मागको आधारमा भन्दा दाताले दिएको परिवर्तन गर्नु। अनि अन्तिम 7 मा चाहिँ राजनीतिज्ञ आफू स्वयं चेन्ज एजेन्ट बन्न सकेनन्, प्रशासनसँग चेन्ज एक्सन प्लान नै भएन भनेर यसरी अब यसैलाई सुधार्न सकिन्छ भनेर हामीले लेख्न सक्छौँ। जस्तै 3, 3, 6 + 1 गरेर 7वटा बुँदाहरू गऱ्यो नि, पूर्वानुमान कहिले भएन, प्लान चेन्ज भएन भन्यो, त्यसलाई चाहिँ डाटा इन्फर्मेसनको प्रयोग गर्न सकिन्छ भन्यो। दोस्रो रिसर्चको कुरा छ, परिवर्तनका रिसर्च नै गरिएन, रिएक्टिभ र नन एक्टिभ मात्रै भयो भन्यो। यसमा हामी चाहिँ प्रोएक्टिभ र आइटीको प्रयोग गर्न सक्छौँ भन्यो। तेस्रो सरकारमा आएको परिवर्तनसँगै भन्यो, त्यसलाई चाहिँ प्रशासन सुधारलाई राजनीतिकरण गर्नु भएन, प्रशासन सुधारकै भावमा प्रशासनलाई सुधार गर्नु पर्यो भनेर 3टा। अनि चौथोमा परिवर्तन भन्नासाथ भन्यो, स्ट्रक्चरल र फङ्सनल भन्यो, त्यसमा चाहिँ बिहेभियरल र टेक्निकल भन्नु पर्यो। अनि अर्को सार्वजनिक प्रशासनमा सुधार भन्नासाथ निजामती मात्र भन्ने अघिको बुँदा थियो 5औँमा, त्यसलाई चाहिँ सुरक्षा, न्याय, सार्वजनिक संस्था, गैर सरकारी संस्था सबैको सुधार भन्नु पर्यो। अनि आफ्नो आवश्यकता र मागको आधारमा भन्दा दाताको भन्ने छ, दाताको भन्दा आफ्नो आवश्यकतामा माग्नु पर्यो भन्नु पर्यो। अनि 7औँमा चाहिँ राजनीतिज्ञ आफू स्वयं चेन्ज एजेन्ट बन्नु पर्यो, अनि प्रशासनले चाहिँ चेन्ज एक्सन प्लान ल्याउनु भनेर भन्ने। अनि वैदेशिक सहायता या विकास सहायता नीति, डेभलपमेन्ट कोअपरेसन पोलिसी भन्छ यसलाई। अब यहाँनिर हामीले सरसर्ती वैदेशिक सहायता भनेको के हो भन्ने बेला 5वटा बुँदामा हेर्छौँ। अल्पविकसित मुलुकमा विकासात्मक गतिविधि सञ्चालन गर्न, व्यापार सन्तुलन कायम गर्न आन्तरिक स्रोत मात्र अपुग हुने हुँदा वैदेशिक सहायता परिचालन गरिन्छ। वैदेशिक सहायताभित्र अनुदान, ऋण र प्राविधिक सहायता पर्छन्। अब दोस्रो बुँदा, सरल भाषामा भन्दा अल्पविकसित र विकासोन्मुख मुलुकमा विकसित मुलुक तथा बहुराष्ट्रिय निकायहरूद्वारा प्रवाह हुने पुँजी, प्रविधि र स्रोत साधनलाई वैदेशिक सहायता भनिन्छ भन्यो। 3 नम्बरमा, अल्पविकसित मुलुकमा लोक कल्याण एवं पूर्वाधार विकासका लागि अर्थतन्त्रको कमजोर अवस्था, प्रविधिको अभाव र आन्तरिक स्रोत परिचालन क्षमता कमीका कारण वैदेशिक सहायता आवश्यक पर्दछ भनेर भन्यो। अनि 4 र 5 त हामीले डेटका कुरा गर्छौँ। दोस्रो विश्वयुद्धमा ध्वस्त भएको युरोप पुनरुत्थान गर्न अमेरिकाले सन् 1947मा ल्याएको मार्शल प्लान अन्तर्गत घोषणा गरेको विकास सहायता नै वैदेशिक सहायताको ऐतिहासिक प्रस्थान बिन्दु मानिन्छ भने 5औँ बुँदामा सन् 1949मा अमेरिकी राष्ट्रपति ट्रुम्यानले 4 पोइन्ट प्रोग्राम अन्तर्गत घोषणा गरेको वैदेशिक सहयोग अर्को युगान्तकारी कदम मानिन्छ र सोही 4 पोइन्ट प्रोग्राम अन्तर्गत नेपालले सन् 1951मा अमेरिकी सरकारबाट पाएको अनुदान नै नेपालको पहिलो वैदेशिक सहायता हो भनेर भन्न सक्छौँ। अब नेपालमा वैदेशिक सहायता कस्तो छ, वैदेशिक सहायता र नेपाल भनेर कुरा गऱ्यौँ भने यसमा 5वटा बुँदामा हामीले सकाइहाल्छौँ, सजिलो छ। सन् 1951मा 4 पोइन्ट प्रोग्राम अन्तर्गत अमेरिकाको सहयोग यो पहिलो हो। सन् 1952मा कोलम्बो प्लानमा जोडिसकेपछि मानव पुँजी विकासका लागि छात्रवृत्ति पाउन थाले नेपालले। 3 नम्बरमा विक्रम सम्वत 2013 सालमा योजनाबद्ध विकासको सुरु भयो, यही योजनामा पनि वैदेशिक सहायताको अंश थियो। 4 नम्बरमा 2020को दशकभन्दा पहिला अनुदानमा बढी थियो भने 2020को दशकपछि वैदेशिक ऋण लिन सुरु गरियो। अनि 5मा हाल नेपालको वैदेशिक ऋण चाहिँ 26 खर्ब 74 अर्ब पुगिसक्यो। अब विकास सहायताका प्रकारहरू भन्यो। अब विकास सहायताका प्रकारहरू हेर्ने बेला स्वरूपका आधारमा अनुदान, ऋण र प्राविधिक सहायता, भुक्तानी स्वरूपका आधारमा नगद भुक्तानी, वस्तुगत सहयोग, अनि शोधभर्ना हुने र प्रत्यक्ष भुक्तानी। नगद भयो, वस्तुगत भन्ने शोधभर्ना हुने चाहिँ खास गरी कार्य सम्पन्न पछि शोधभर्ना दिइने, अनि प्रत्यक्ष भुक्तानी भनेको सप्लायरलाई नै भुक्तानी दिने। अनि राष्ट्रिय बजेट र ढुकुटीको आधारमा अन बजेट र अफ बजेट, अन बजेट रातो किताबमा समावेश गरेर अफ बजेट रातो किताबमा समावेश नहुने। अर्को अन ट्रेजरी र अफ ट्रेजरी। अन ट्रेजरी भनेको सरकारी ढुकुटी कोष प्रणाली मार्फत भुक्तानी, अनि सरकारी ढुकुटी कोष प्रणाली बाहिरबाट भुक्तानी भन्छ। अनि वैदेशिक सहायता परिचालनको ढाँचा भन्यो भने हामीले यहाँ पनि 5वटा छ। जस्तै बजेट सहायता, क्षेत्रगत सहायता, कार्यक्रम आधारित सहायता, परियोजना सहायता र प्राविधिक तथा मानवीय सहायता। बजेट सहायतामा दातृ निकायले बिना कुनै शर्त सरकारको कोषमा रकम दिने, सरकारले आवश्यकता अनुसार खर्च गर्ने, त्यो बजेट भयो। क्षेत्रगत सहायता भनेको कुनै विषय क्षेत्रमा गरिने सहायता, जस्तै शिक्षा, स्वास्थ्यमा भनेर दिन सक्छ। अर्को कार्यक्रम आधारित सहायता, कुनै निश्चित कार्यक्रम तथा आयोजनामा दिइने सहायता। अनि परियोजना सहायता, एकल परियोजना प्रणालीमा सहयोग गर्ने। अनि प्राविधिक तथा मानवीय सहायता, प्राविधिक सपोर्ट वा विभिन्न
उद्धारका बेलामा सहायता गर्ने। अनि विकास सहायताको प्रभावकारिता अभिवृद्धिका लागि भएका प्रयासहरू के छन् त भन्दाखेरि 1 रोम डिक्लेरेसन 2003, 2 पेरिस डिक्लेरेसन 2005, 3 आक्रा एक्सन प्लान 2008, 4 बुसान कमिटमेन्ट 2011, 5 मेक्सिको मिटिङ 2014। अनि रोम डिक्लेरेसन 2003 मा OAH ओनरसिप एलाइन्मेन्ट र हार्मोनाइजेसन, पेरिस डिक्लेरेसन 2005 मा OAH MM ओनरसिप एलाइन्मेन्ट हार्मोनाइजेसन, M भनेको म्यानेजिङ फर डेभलपमेन्ट रिजल्ट MFDR, अर्को म्युचुअल एकाउन्टेबिलिटी। अनि आक्रा एक्सन प्लानमा OIC ओनरसिप इन्क्लुसिभ पार्टनरसिप र क्यापेसिटी डेभलपमेन्ट। अनि बुसान कमिटमेन्ट 2011 मा ROTI रिजल्ट ओनरसिप ट्रान्सपेरेन्सी र इन्क्लुसिभ पार्टनरसिप। अनि मेक्सिको मिटिङ 2014 ले चाहिँ बुसान प्रतिबद्धता 2011 को समीक्षा गर्दै इन्क्लुसिभ र सस्टेनेबल डेभलपमेन्टमा जोड दिएको छ। अनि विकास सहायताको आवश्यकता किन भन्दाखेरि जात्री निकायको पक्षबाट अनि हामीले पाउने सहायता प्राप्त गर्ने राष्ट्रको पक्षबाट हेर्न सक्छौँ। जात्री निकायको पक्षबाट राजनीतिक उद्देश्य हुन सक्छ, त्यो भनेको अन्तर्राष्ट्रिय साझेदारी र विश्व बन्धुत्वको विकास गर्नु या प्रभुत्व जमाउन र साम्राज्यवाद विस्तार गर्नु, दुईटा बुँदा यहाँ भइसक्यो। अनि आर्थिक उद्देश्य हुन सक्छ, आर्थिक उद्देश्य भनेको आफ्नो उत्पादन तथा सेवाको बजार विस्तार गर्नु पनि हुन्छ। अनि अन्तर्राष्ट्रिय उसको चाहिँ आर्थिक वृद्धि दर गर्ने पनि हुन सक्यो। अनि अर्को नैतिक र मानवीय उद्देश्य हुन सक्यो, त्यो भनेको लोकतन्त्र मूल्य मान्यताको प्रवर्धन गर्ने हुन सक्यो। अर्को गरिबी निवारण विभेद न्यूनीकरण गर्नु पनि हुन सक्यो। अनि सहायता प्राप्त गर्ने निकायको पक्षबाट चाहिँ के छ त भन्दाखेरि या हाम्रो पक्षबाट भने जस्तै लगानीको आवश्यकता र स्रोत साधनको उपलब्धि बिचको ग्याप, अर्को घाटा बजेट पूर्ति गर्न, अर्को इम्पोर्ट एक्सपोर्ट बिचको ग्याप पूर्ति गर्न, अर्को ब्यालेन्स अफ पेमेन्ट कायम गर्न, अर्को टेक्निकल ग्याप पूर्ति गर्न, 5वटा चाहिँ ग्यापका कुराहरू। अनि 6, 7, 8 एउटा छ दिगो विकास लक्ष्यको उद्देश्यहरू प्राप्ति गर्न, अर्को पुँजी प्रविधि र व्यवस्थापकीय कौशल भित्राउन, अर्को सार्वजनिक क्षेत्रको विकास र पूर्वाधार विकास गर्नको लागि 6, 7, 8 महत्त्वपूर्ण हो। अनि 9 र 10 त अब युजुअल चिजहरू। 9 र 10 भनेको कस्तो भन्दाखेरि प्राकृतिक प्रकोप, वातावरण संरक्षण, यस्तो छ कि वातावरण संरक्षण तथा जलवायु परिवर्तन अनुकूल कार्यक्रम गर्न। 9, 10 विपदको समयमा आवश्यक स्रोत साधन जुटाउन भनेर 9 र 10। 6, 7, 8 तीनटा महत्त्वपूर्ण। दिगो विकास लक्ष्यका उद्देश्यहरू प्राप्ति गर्न, अर्को पुँजी प्रविधि र व्यवस्थापकीय कौशल भित्र्याउन, अर्को सामाजिक क्षेत्रको विकास र पूर्वाधार विकास गर्न, सामाजिक विकास र पूर्वाधारको विकास गर्न। नेपालमा वैदेशिक सहायताको आवश्यकता किन भन्दाखेरि या फेरि यसमा 6वटा मुद्दाहरू छन्। 3टा दिगो विकास लक्ष्य हासिल गर्न 2030 मा, अर्को 2100 सम्ममा चाहिँ समृद्ध नेपाल खुसी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न, त्यसमा 2087 सम्म दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्दै 81 सम्म उच्च आय भएको मुलुक बनाउन भन्छ। तेस्रो चाहिँ विकसित मुलुकमा स्तर उन्नति हुन, अल्प विकसित मुलुकबाट विकसित मुलुकमा स्तर उन्नति हुन सन् 2026 सम्म भनेको थियौँ। अब त्यो पनि चेन्ज नै होला, खास गरी पछिल्लो जेनजी आन्दोलन लगायत विभिन्न कारणहरूले। अनि अर्को सङ्घीयता कार्यान्वयनका लागि स्रोत जुटाउन, तेस्रो चौथो गरिबी र बेरोजगारीको समस्या समाधान गर्न, 5औँ राष्ट्रको आकार सानो र निजी क्षेत्र कमजोर हुन भनेर 3, 4, 5 भन्यौँ। के अरे 4, 5, 6 भनौँ, 1, 2, 3 त अघि आइसक्यो। अनि विकास सहायता परिचालन सम्बन्धी विद्यमान व्यवस्था के छन् त भन्दाखेरि संविधानको धारा 51 मा अर्थ उद्योग र वाणिज्य सम्बन्धी नीतिमा वैदेशिक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउने, यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायता प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित गर्ने भनेको छ। अर्को संविधानको धारा 59(6) मा वैदेशिक सहायता र ऋण लिने अधिकार पूर्ण रूपमा सङ्घीय सरकारलाई दिइएको छ। अनुसूची 6 मा प्रदेश सरकारले सङ्घीय सरकारको अनुमतिमा वैदेशिक अनुदान र सहायता परिचालन गर्न सक्ने अधिकार प्रावधान गरिएको छ भने। अनि अर्को आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 ले चाहिँ वैदेशिक सहायताको रकमलाई बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने भनेको छ। अर्को चौथो बुँदामा वैदेशिक सहायता परिचालन नीति 2082 हामीसँग छ। अनि अर्को अर्थ मन्त्रालयमा वैदेशिक सहायता समन्वय महाशाखा छ। प्रत्येक मन्त्रालयहरूमा विकास सहायता सम्बन्धी समन्वय महाशाखाहरू छन्, शाखाहरू छन्। अनि 6औँ बुँदामा नेपालले पेरिस डिक्लेरेसन, आक्रा एक्सन प्लान, बुसान कमिटमेन्ट, मेक्सिको मिटिङ, प्रतिबद्धता यस्ता चिजहरूमा चाहिँ प्रतिबद्धता जनाएको छ। अब समस्याहरू के छन् त भन्दाखेरि समस्याहरू 5 तरिकाले हामीले टुक्राउँछौँ। पहिलो चाहिँ छनौटमा समस्या भनेको पूर्व तयारी बिना आयोजना छनौट हुन्छन्, अनि त्यसले गर्दा राजनीतिक तजविजको आधारमा हुन्छन्, प्रोजेक्ट ब्याङ्क बेगर हुन्छन्, कार्यान्वयन हुन सक्दैन। अर्को दोस्रो योजना कार्यान्वयनमा समस्या भनेको कार्यान्वयनमा प्रक्रियागत जटिलता छ, जग्गा प्राप्तिमा समस्या छ, भनौँ न अझ वनको समस्या छ, विभिन्न आयोजना कार्यान्वयनमै समस्या देखिन्छ। अनि तेस्रो चाहिँ शोधभर्नामा समस्या। अनि वैदेशिक सहायतामा सञ्चालित अधिकांश आयोजनाहरू शोधभर्नामा आधारित हुने भएकाले योजनामा भएको खर्च समयमै शोधभर्ना माग हुँदैन। पहिलो चाहिँ डकुमेन्ट कागजहरू पेश गर्न सकिँदैन, अनि डकुमेन्ट कागजहरू पेश भएको पनि कतिपय शोधभर्ना
हुँदैन, प्रक्रिया एकदमै जटिल भएकोले तीनटा समस्या यो भयो। अनि अर्को चाहिँ दातासँग सम्बन्धित भनेको दिने राष्ट्रसँग, दाताले ससाना परियोजनामा बजेट छर्ने प्रवृत्ति। अर्को सरकारको प्राथमिकताभन्दा दाताको प्राथमिकता बढी हुन थाल्यो, त्यो पनि समस्या। अर्को वैदेशिक सहायता प्रतिबद्धता र प्राप्तिबीच ग्याप ठुलो छ, प्रतिबद्धता एउटा हुन्छ, प्राप्ति कम छ। अर्को दाताको अधिकांश रकम विज्ञ परामर्श खर्च भन्दै उतै फर्किरहेछ, यो पनि समस्या भयो। अनि दाताबाट आउने चिज चाहिँ गैर बजेटरी रूपमा आउन थालेको छ, बढी बजेटरी भन्दा गैर बजेटरी रूपमा आउन थालेको, यो पनि समस्या भयो। अब सहायता प्राप्त गर्ने राष्ट्रको समस्यामा चाहिँ हाम्रो चाहिँ के समस्या छ भन्दा सरकारको संस्थागत क्षमता कमजोर हुँदा वैदेशिक सहायताको प्रशोचन क्षमता हाम्रो कमजोर छ, एक। अर्को संस्थागत सुधार सुशासन भ्रष्टाचार मुक्त हुन सकेनौँ, दुई। आर्थिक कूटनीतिको अवस्था कमजोर छ, तीन। अनि यसले गर्दा हाम्रो परनिर्भरता बढ्दैछ, परसंस्कृति ग्रहण हुँदैछ, चार। यी चिजहरू हाम्रो आन्तरिक। अनि वैदेशिक सहायता परिचालन नीति 2082 भन्यो नि हो, त्यो 82मा चाहिँ के छ भन्दाखेरि 4वटा नीति 12वटा रणनीति छन्। 4वटा नीतिमा सरस्वती हेऱ्यो भने आवश्यकता र प्राथमिकता वैदेशिक सहायता परिचालन चाहिँ आवश्यकता र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने भनेको छौँ। अर्को दोस्रो चाहिँ वैदेशिक सहायता परिचालनमा विकास साझेदारको संयुक्त जवाबदेहिता र उत्तरदायित्व स्थापित गर्ने भन्यो, दुई। अनि तीनमा चाहिँ हामीले वैदेशिक सहायता परिचालनको राष्ट्रिय उपयोग क्षमता बढाउने भन्यो। अनि चारमा चाहिँ निजी क्षेत्रको विकास र निजी पुँजी आकर्षित हुने गरी वैदेशिक सहायता परिचालन गर्ने भनेको छौँ कि। यसमा थप 3वटा चिजहरू अलिकति याद गरौँ। सम्भाव्यता न्यून परिवर्ती कोषको व्यवस्था गरेको छ, PGF को भाइबिलिटी ग्याप फन्डिङ। अनि वैदेशिक सहायता परिचालन निर्देशक समिति छ, अर्थमन्त्रीको अध्यक्षतामा। अनि आयोजना सिफारिस समिति छ, वैदेशिक सहायता महाशाखाको सहसचिवको। यो 3टा चिज, PGF, वैदेशिक सहायता परिचालन निर्देशक समिति र आयोजना सिफारिस समिति। साथसाथै यसले चाहिँ के पनि भनेको छ भन्दा मन्त्रालयको भूमिका भनेको छ, विषयगत मन्त्रालयको भूमिका, प्रदेशको भूमिका, स्थानीय विकास साझेदारको भूमिका, समाज कल्याण परिषदको भूमिका, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको भूमिका समेत उल्लेख गरिरहेको छ। अब वैदेशिक लगानी, मुनाफा आर्जन गर्ने हिसाबले कुनै विदेशी लगानीकर्ताले कुनै मुलुकमा गर्ने लगानीलाई वैदेशिक लगानी भनिन्छ। नामबाट स्पष्ट हुन्छ कि वैदेशिक लगानी भनेको आफ्नो देशबाहेक अर्को देशमा गई व्यापार व्यवसाय र उद्यम सञ्चालनमा गरिने लगानी हो। 2 नम्बर बुँदा हेऱ्यौँ भने वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 बमोजिम विदेशी व्यक्ति, फर्म, कम्पनी, सरकार, गैर आवासीय नेपाली, अन्तर्राष्ट्रिय सङ्घ सङ्गठन लगायतले नेपालमा गर्ने पुँजी, प्रविधि र अन्य लगानीलाई वैदेशिक लगानी भनेको छ। अब विश्वव्यापीकरण, निजीकरण, उदारीकरणको विश्वव्यापी लहर पश्चात विश्वमा वैदेशिक लगानीको परिचालन तीव्र गति आएको छ। यो 3टा बुँदाहरू भयो। अब चौथोमा के भन्न सक्छौँ भन्दाखेरि सबै क्षेत्रमा विदेशी लगानी खुल्ला गर्दा चाहिँ बहुराष्ट्रिय निगमले घरेलु उद्योग, व्यवसाय तथा रैथाने ज्ञान सिप र मौलिकतालाई विस्थापित गर्ने जोखिम चाहिँ त्यही भन्छौँ। अनि 5औँ र 6औँ चाहिँ खास गरी नेपालको विकासक्रम हेर्छौँ। सन् 1951 र 52मा नेपाल कमर्सियल कर्पोरेसन स्थापना गर्दा आएको भारतीय लगानी नै पहिलो औपचारिक विदेशी लगानी। 1951-52मा नेपाल कमर्सियल कर्पोरेसन। नेपालले औपचारिक रूपमा हाल चाहिँ प्रत्यक्ष वैदेशिक लगानी भित्राउन नीतिगत, कानुनी, प्रक्रियागत, संरचनागत सुधार गरे पनि अपेक्षित रूपमा वैदेशिक लगानी छैन भनेर 6वटा बुँदामा वैदेशिक लगानी। 1मा चाहिँ मुनाफा आर्जन गर्ने हिसाबले कुनै विदेशी लगानीकर्ताले कुनै मुलुकमा गर्ने लगानीलाई वैदेशिक लगानी भनिन्छ भनेर यसमा क्लियर गऱ्यौँ। 2मा चाहिँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन कुरा गर्छौँ। 3 विश्वव्यापीकरण र निजीकरणले गर्दा भयो भन्छौँ। अनि 4मा चाहिँ यसको समस्या भन्छौँ। सबै क्षेत्रमा विदेशी लगानी खुल्ला गर्दा बहुराष्ट्रिय निगमले घरेलु उद्योग, व्यवसाय तथा रैथाने ज्ञान सिप तथा मौलिकतालाई स्थापित गर्न सक्छ भन्ने गर्छौँ। 5 र 6मा आइसकेपछि नेपालको कुरा गर्छौँ। 1951-52मा नेपाल कमर्सियल कर्पोरेसन गर्दा भारतीय लगानी आएको थियो, त्यो पहिलो हो भन्छौँ भने नेपालमा औपचारिक रूपमा प्रत्यक्ष वैदेशिक लगानीका लागि चाहिँ भित्राउन नीतिगत, कानुनी, प्रक्रियागत, संरचनागत सुधार गरे पनि अपेक्षित रूपमा वैदेशिक लगानी भित्र छैन भनेको छैन। अनि वैदेशिक लगानीलाई आकर्षित गर्न प्रमुख तत्त्वहरू के चाहिन्छ भन्दाखेरि नीतिगत स्थिरता र राजनीतिक स्थायित्व। पहिलो नीतिगत स्थिरता, राजनीतिक स्थायित्व र सुरक्षा। दोस्रो भयो अर्को बम। क भनेको कच्चा पदार्थको प्रचुरता चाहिन्छ। अर्को करका दरहरू न्यून चाहिन्छ। अर्को ठुलो बजार चाहिन्छ। म भनेको खास गरी मजदुरको प्रचुर मात्रामा उपलब्ध चाहिन्छ। बम भयो। जग्गा प्राप्तिमा सहजता, भिजा प्राप्तिमा सहजता अनि पूर्वाधार विकास। जग्गा, भिजा र पूर्वाधार अन्तिममा। वैदेशिक लगानीको महत्त्व किन छ त भन्दाखेरि अघि भने जस्तै वैदेशिक सहायता भने जस्तै 3टा बुँदा सेम त्यही हो। 2026सम्म हामी अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न खोजिरहेका कारण
अनि सन् 2030 सम्म दिगो विकास लक्ष्य हासिल गर्न खोजिरहेका छौँ। अनि 2100 सम्म समुन्नत राष्ट्रमा पुग्ने लक्ष्य अनुरूप आर्थिक वृद्धि गर्न, किन 2100 मा चाहिँ हाम्रो चाहिँ समुन्नत राष्ट्रमा पुग्ने लक्ष्य रहेको छ। नेपाली समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य बनाउन। अर्को बचत तथा लगानीको आवश्यकता बीच अन्तर पुरा गर्न अनि विकासको पूर्वाधारलाई दरिलो बनाउन अनि विदेशी पुँजी सेवा र प्रविधिलाई आन्तरिकीकरण गर्न, वैदेशिक लगानी। अनि अर्को उत्पादन र उत्पादकता वृद्धि गर्दै अर्थतन्त्रलाई सुदृढ बनाउन अनि रोजगारी सिर्जना एवं गरिबी निवारण गर्न भनेर 7-8वटा मुद्दा हामीले यहाँ हेरौँ। नेपालमा विदेशी लगानी भित्राउन गरेका कार्यक्रमका प्रयासहरू भने 8औं योजना पछिका सबै आवधिक योजनाहरूमा विदेशी लगानीलाई आकर्षित गर्ने प्रोत्साहन गरियो भन्यो। पहिलोमा चाहिँ 8औं योजना, दोस्रोमा चाहिँ 6वटा देशसँग व्यापार र 12वटा देशसँग डिटिए गरेका छौँ। अनि तेस्रोमा चाहिँ हालसम्म 3वटा लगानी सम्मेलन गऱ्यौँ 2017, 2019, 2024 मा। अनि तेस्रोमा अनि चौथोमा आइसकेपछि स्पेशल इकोनोमिक जोन एसइजेडको स्थापना गरेका छौँ। अनि 5औंमा चाहिँ हामीले विदेशी लगानी आकर्षित गर्न, लगानीको सुरक्षा र लगानीको प्रतिफल फिर्ता लैजाने व्यवस्थाको प्रत्याभूतिका लागि नेपाल MIGA मल्टिलेटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सीको सदस्य बनेको छ। मल्टिलेटरल इन्भेस्टमेन्ट एजेन्सीको सदस्य बनेको छ। अर्को विदेशी लगानी सम्बन्धी विवाद समाधानका लागि हामीले चाहिँ युनाइटेड नेसन कमिसन अन इन्टरनेसनल ट्रेड ल UNCITRAL को पनि नेपाल पक्ष राष्ट्र भएको छ। युनाइटेड नेसन कमिसन अन इन्टरनेसनल ट्रेड ल। 7औंमा चाहिँ वैदेशिक लगानी नीति 71, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण 75, लगानी बोर्डको स्थापना, यी चिजहरू छ। नीतिगत व्यवस्था भन्यो भने यही चिजहरूलाई फेरि हामी हेर्छौँ। संविधानको धारा 14 ले गैर आवासीय नेपालीको कुरा गरेको छ। अनि धारा 51 मा अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति छ। अनि 2 नम्बरमा निजीकरण ऐन 2050, 3 मा कम्पनी ऐन 2063, 4 मा श्रम ऐन 2074। अनि सार्वजनिक निजी साझेदारी लगानी ऐन 2075 छ। अनि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 छ भने वैदेशिक लगानी नीति चाहिँ 2071 छ फेरि। अनि हेजिङ सम्बन्धी नियमावली 2075 छ। अनि औद्योगिक व्यवसाय ऐन 2076 छ। अनि गैर आवासीय नेपाली सम्बन्धी ऐन 2064 र लगानी बोर्ड ऐन 2068 छ। यसरी यहाँ हामी निजीकरण ऐन 2050, कम्पनी ऐन 2063, श्रम ऐन 2074 अनि सार्वजनिक निजी सहकारी लगानी ऐन 2075 भए जस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 सँगसँगै चाहिँ अब हेजिङको कुरा आयो के। हेजिङ सम्बन्धी नियमावली 2075, 75 का यहाँ 3टा आए। सार्वजनिक निजी साझेदारी लगानी ऐन 2075, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075, हेजिङ सम्बन्धी नियमावली 2075। यहाँ चाहिँ वैदेशिक लगानी नीतिको पनि कुरा आउँछ 2071 को। अनि औद्योगिक व्यवसाय ऐन 2076, अनि गैर आवासीय नेपाली सम्बन्धी ऐन 2064 अनि लगानी बोर्ड ऐन 2068 भयो। प्रमुख समस्याहरू के हुन् भन्दा NIPJJJ पहिला नीतिगत निरन्तरताको अभाव एउटा समस्या। अर्को चाहिँ नेसनल इन्फ्रास्ट्रक्चर प्लान भएन 2टा। अर्को पी भनेको निकायगत प्रक्रियागत लामो रह्यो। एकदम प्रक्रियागतहरू निकायगत प्रक्रियाहरू एकदम लामो रह्यो। जुनसुकै लगानी भित्र्याउन प्रयोग गर्न NIP JJJ जग्गा प्राप्तिमा समस्या छ हाम्रो एकदमै, जनताको अनावश्यक माग छ अनि प्राविधिक जनशक्तिको JJJ। अनि श्रम कानुनमा समस्या छ अनि आवश्यक भौतिक पूर्वाधार कम छ। श्रम र पूर्वाधार 7-8, 1-2-3 मा NIP, 4-5-6 मा JJJ अनि 7-8 श्रम र पूर्वाधार। NIP भनेको नीतिगत निरन्तरताको अभाव छ, नेसनल इन्फ्रास्ट्रक्चर प्लान छैन। पी भने अर्को चाहिँ निकायगत र प्रक्रियागत लामो छ, NIP भइहाल्यो। अनि JJJ जग्गा प्राप्तिमा समस्या छ, जनताको अनावश्यक माग छन्, प्राविधिक जनशक्ति छैन। यो नेसनल इन्फ्रास्ट्रक्चर प्लान छैन भन्नेमा यसैमा आउँछ प्रोजेक्ट ब्याङ्कका कुराहरू सबै। अनि NIP JJJ भयो। अनि श्रम कानुनमा समस्या छ, श्रम अनि पूर्वाधारको कमजोर अवस्था छ। 7 र 8 भयो। 9, 10, 11, 12 चाहिँ महत्त्वपूर्ण। हेजिङ फन्ड छैन, रिपार्टिसनको समस्या छ, हेजिङ फन्ड रिपार्टिसनको समस्या छ, आर्थिक कूटनीतिको कमजोर अवस्था छ अनि भ्रष्टाचार र सुशासन व्यापक छ। हेजिङ, रिपार्टिसन, आर्थिक कूटनीति अनि भ्रष्टाचार र सुशासन यी प्रमुख समस्या भन्न सक्यौँ। जलवायु परिवर्तन केही वर्ष यता मानवीय क्रियाकलापहरूको कारण हरित गृह ग्यासको अत्याधिक उत्सर्जन भइरहेको छ। थाहा छ यो ग्यासले वायुमण्डलमा एक बाक्लो तह बनाइदिन्छ र सूर्यबाट आएको तापलाई पृथ्वीमा ठोकिएर फर्कन नदिई केही मात्रामा ताप बढाउँदै लाग्छ। फलस्वरूप पृथ्वी नै तात्छ, जसलाई ग्रिन हाउस इफेक्ट भनिन्छ। भनेको
केही वर्ष यता मानवीय क्रियाकलापहरूको कारण हरित गृह ग्यासको अत्याधिक उत्सर्जन भइरहेको छ। यस ग्यासले वायुमण्डलमा एक बाक्लो तह बनाइदिन्छ र सूर्यबाट आएको तापलाई पृथ्वीमा ठोकिएर फर्कन नदिई केही मात्रामा ताप बढाउँदै लग्छ। फलस्वरूप पृथ्वी नै तात्छ, जसलाई ग्रिन हाउस इफेक्ट भनिन्छ। यसरी 2 नम्बर भन्दा विश्वव्यापी उष्णताका कारण पृथ्वीको औसत तापमान वृद्धि भई वायुमण्डलीय प्रणालीमा आएको आकस्मिक परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ भन्यो। जलवायु परिवर्तनका असरहरू भन्यो भने यहाँ 8वटा बुँदाहरूमा पहिलो दोस्रो र तेस्रो सँगसँगै हिमालहरू काला पत्थरमा परिणत हुँदैछन् भने समुद्रको सतह उचाइ वार्षिक 3.7 मिटरले बढिरहेको छ। यसले समुद्री टापु देशहरू डुबान हुने, अस्तित्व नै नामेट हुने सङ्केत आइसकेको छ। 2 बाढी, पहिरो, हिमताल विस्फोट, अतिवृष्टि, अनावृष्टि जस्ता जलवायु जन्य प्रकोपहरू बढेका छन्। 3 गर्मीका दिनहरू बढेका छन् भने ठन्डीका दिनहरू घटिरहेका छन्। 4 र 5 पानीका स्रोतहरू सुकिरहेका छन् अनि जमिन मुनिको पानीको सतह घटेर विभिन्न भाग भासिने सम्भावना भइरहेको छ। 4 र 5 6 र 7 कृषि, बाली नालीमा विभिन्न किरा तथा रोगको प्रकोप बढ्दो छ। 7 कृषि क्षेत्रको उत्पादन र उत्पादकता घटेर खाद्य सङ्कट हुने सम्भावना छ। अनि 8औँ चाहिँ जैविक विविधतामा प्रतिकूल असर परिरहेको छ भनेर हामीले 1, 2, 3मा चाहिँ हिमालहरू काला पत्थर हुँदै समुद्र सतह बढ्दैछ। 2 बाढी, पहिरो, हिमताल अनावृष्टि। 3 गर्मीका दिनहरू बढ्ने, ठन्डीका दिनहरू घट्ने। 4 र 5 पानीको स्रोत सुक्ने, जमिन मुनि घटेर भासिने। 4 र 5 अनि 6 र 7 बाली नालीमा विभिन्न किरा र रोग अनि उत्पादन खाद्य सङ्कट। अनि 8मा चाहिँ जैविक विविधतामा प्रतिकूल असर भन्यो। जलवायु परिवर्तनबाट बच्न विश्वव्यापी प्रयासहरू के गरिरहेका छौँ त भन्दाखेरि पहिलो चाहिँ 1992 को पृथ्वी सम्मेलन, त्यसपछि 1993मा UNFCCC जारी भयो भनेको युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज। अनि नेपाल लगायत 197 देश UNFCCC अनुमोदन गरेका छन्। 1997मा क्योटो प्रोटोकलले यसले ग्रिन हाउस ग्यासको रिडक्सनको कुरा गर्यो। सन् 2015मा पेरिस सम्झौता गरियो। त्यसमा खास गरी पूर्व औद्योगिक स्तरको तुलनामा 1.5 डिग्री सेल्सियस वा 2 डिग्री सेल्सियस भन्दा धेरै तल टेम्परेचर राख्ने भने। अर्को हरेक देशले 5 वर्षमा NDC पेश गर्नुपर्ने, अघिल्लो भन्दा कमजोर NDC हुन नपाउने भन्यो। अर्को 5औँमा ग्रिन क्लाइमेट फन्ड, कार्बन व्यापार, क्लाइमेट फाइनेन्स जस्ता कुराहरू हामी गरिरहेका छौँ। अब जलवायु परिवर्तनले नेपालमा किन बढी जोखिम छ भनेर हेऱ्यौँ भने जलवायु परिवर्तनको मुख्य निर्णायक मानिएको कार्बन उत्सर्जनमा नेपालको योगदान केवल 0.027% भए पनि नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले चौथो जोखिमग्रस्त छ। चौथो यसको कारणहरू यहाँ हेरौँ। एउटा भौगोलिक संरचनाले, अर्को जैविक विविधताले, अर्को कमजोर अर्थतन्त्रले, अर्को जनचेतनाको कमीले अनि अर्को क्षेत्रीय प्रभावले। भौगोलिक संरचना 1, 2 जैविक विविधता, 3 कमजोर अर्थतन्त्र, 4 जनचेतनाको कमी, 5 क्षेत्रीय प्रभाव। 1 भौगोलिक संरचनामा 60 मिटरदेखि 8848 मिटरसम्मको उचाइ छ। यसले गर्दा चाहिँ जलवायु परिवर्तनको असर बढी हुन्छ। 2 जैविक विविधता, यही भौगोलिक बनावटले गर्दा जैविक विविधतामा हामी धनी छौँ, 25औँ धनी हो र संवेदनशील पनि बनाएको छ। अनि कमजोर अर्थतन्त्र, नेपालको अर्थतन्त्र कृषि, पर्यटन र अन्य प्राकृतिक स्रोतमा निर्भर छ के। सानो परिवर्तनले पनि ठुलो क्षति ल्याउन सक्छ कमजोर अर्थतन्त्र। 4 जनचेतनाको कमी, जलवायु परिवर्तनको कारण यसको न्यूनीकरणका तरिकाहरू र अनुकूलनका उपायहरू जनचेतना नहुँदा थप जोखिम बढेको छ। 5 चाहिँ क्षेत्रीय प्रभाव, चीन र भारतको बढ्दो औद्योगिकरणले गर्दा नेपालमा खैरो कालो बादल बढ्दो छ। यसले तापक्रम बढी सोच्ने हुँदा संसारको औसतभन्दा नेपालको औसत तापक्रम 2.5 गुणाले बढी हुने आकलन गरिएको छ भनियो। अब नेपालले गरेका प्रयासहरू जलवायु परिवर्तनबाट बच्न भन्दाखेरि सन् 1994 को UNFCCC को नेपाल पक्ष राष्ट्र भयो। 1994मा UNFCCC को नेपाल पक्ष राष्ट्र भयो। सन् 1997 को क्योटो प्रोटोकल र 2015 को पेरिस सम्झौता हामीले स्वीकार गर्यौँ। सेन्डाई खाकाको पनि पक्ष राष्ट्र बन्यो। अनि 3 नम्बरमा विक्रम 2065 देखि NAPA राष्ट्रिय अनुकूलन कार्यक्रम लागू गरियो। नेसनल एडाप्टेसन प्लान 2067 सालदेखि स्थानीय अनुकूलन कार्यक्रम LAPA लागू गरियो। अनि 5मा सामुदायिक वन कार्यक्रम, कृषि वन विकास कार्यक्रम गरियो। 6 हरित गृह ग्यासको न्यूनीकरण गर्न RED+ रिड्युसिङ इमिसन फ्रम डिफोरेस्टेसन एन्ड फरेस्ट डिग्रेडेसन सुरु गरियो भनेको हामीले RED+मा गयौँ। रिड्युसिङ इमिसन फ्रम डिफोरेस्टेसन एन्ड फरेस्ट डिग्रेडेसन भनेर। अनि 7मा राष्ट्रिय योजना आयोगले जलवायु बजेट कोड प्रयोग गर्यो आर्थिक वर्ष 2068-69 देखि। अनि अर्को
कोप सम्मेलनमा निरन्तर सहभागिता भइरहेछौँ। अर्को, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले जलवायु एवं कार्बन इकाइ स्थापना गरी क्लिन डेभलपमेन्ट मेकानिजम सिटिएमसँग सम्बन्धित कार्यहरू अगाडि बढाएको छ। जलवायु एवं कार्बन इकाइ स्थापना गर्ने सिडिएम क्लिन डेभलपमेन्ट मेकानिजमसँग सम्बन्धित कार्यहरू अगाडि बढाएको छ। यसरी हामीले गरेका प्रयासहरू चाहिँ सरस्वती 9वटा भन्दामा पहिलो 1994मा युएनएफसिसी, 1997मा क्योटो र 2015 को पेरिस, दोस्रोमा, तेस्रोमा 2065 को नापा, चौथोमा 2067 को लापा, अनि पाँचौँमा सामुदायिक वन कार्यक्रम र कृषि वन कार्यक्रम, पाँचौँ, छैठौँमा हरित गृह ग्यास न्यूनीकरणको लागि REDD प्लस रिड्युसिङ इमिसन फ्रम डिफोरेस्टेसन एन्ड फरेस्ट डिग्रेडेसन, छैठौँ, अनि सातौँ राष्ट्रिय योजना आयोगले जलवायु बजेट कोड, अनि आठौँ कोप सम्मेलनमा गइरहने, अनि नवौँ चाहिँ वैकल्पिक ऊर्जा प्रवर्धनले जलवायु एवं कार्बन इकाइ स्थापना गरी सिडिएम क्लिन डेभलपमेन्ट मेकानिजमसँग सम्बन्धित कार्यहरू अगाडि बढायो भन्यो। अनि कानुनी व्यवस्था के छ त भन्दाखेरि, एकमा संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति भनेर 2065 को छ। राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएमा मात्रै पाउने, अनि एक रुख काटेको बदला 25 रुख रोप्नुपर्ने र हुर्काउनु पर्ने भनेको छ। अर्को वन ऐन 2076 छ। यसले चाहिँ 6 प्रकारका वन भन्यो, सामुदायिक वनलाई 50% अधिकार पत्र दियो भन्यो, वन कार्बन व्यापारको कानुनी आधार भन्यो REDD प्लस, अनि सामुदायिक वनको 25% आय वन संरक्षण, विकास र व्यवस्थापन अनिमा खर्च गर्नुपर्ने, बचेको 50% पालिकासँग समन्वय गर्ने, गरिबी न्यूनीकरणमा अनि महिला सशक्तिकरण भन्यो। अर्को 25 कथा गयो थाहा छैन। अनि सशस्त्र वन रक्षकको सेवा गठन गर्ने, सशस्त्र वन रक्षक सेवा गठन गर्ने पनि भनेको छ। अनि वन नियमावली 2079, वन ऐन 2076, वन नियमावली 2079, वातावरण संरक्षण ऐन 2076, वातावरण संरक्षण नियमावली 2077, अनि राष्ट्रिय वन नीति 2075, राष्ट्रिय वातावरण नीति 2076, वन नीति 75, वातावरण नीति 76, राष्ट्रिय जलवायु परिवर्तन नीति 2076, अनि राष्ट्रिय जलवायु परिवर्तन नीति 76 को लक्ष्य चाहिँ जलवायु उत्थानशील समाजको विकास गरी राष्ट्रियको सामाजिक आर्थिक वृद्धिमा योगदान पुर्याउने भनेको छ। अब नेपालले के गर्नुपर्छ त भन्दाखेरि, जलवायु उत्थानशीलता र समावेशी विकास गर्ने। 2, नेपालको जलवायु परिवर्तनका मुद्दाहरू अन्तर्राष्ट्रियकरण गर्ने। 3, हरित विकासको लागि दिगो वन व्यवस्थापन गर्ने। 4, पारिस्थितिक प्रणालीका लागि जैविक विविधता संरक्षण गर्ने। 5, वातावरण तथा जलवायु परिवर्तनका सवालहरूको मूल प्रवाहीकरण र स्थानीयकरण गर्ने। 6, हरित अर्थतन्त्र प्रवर्धन गर्ने। 7, अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच अभिवृद्धि कार्यक्रम गर्ने। 8, अध्ययन अनुसन्धान र अनुगमन एवं मूल्याङ्कन प्रणाली सुदृढीकरण कार्यक्रम गर्ने। 9, नीतिगत सुधार तथा संस्थागत क्षमता कार्यक्रम गर्ने भन्यो। अनि 16औं योजनाले लिएका परिमाणात्मक लक्ष्यहरू कस्ता छन् भन्दाखेरि, कुल ग्रास्थ उत्पादनमा वन क्षेत्रको योगदान 3 देखि 5% पुर्याउने, जलवायु उत्तरदायी बजेटको 6% लाई 20% पुर्याउने, अनि वन जङ्गल घनत्व प्रति हेक्टर रुखको औसत 430 बाट 645 पुर्याउने, अनि वैकल्पिक ऊर्जा प्रवर्धन गरी कार्बन उत्सर्जन कटौती 2100 टनबाट 15000 टन कटौती गर्ने, अनि लापा कार्यान्वयन भएका स्थानीय तह 263 बाट 753 पुर्याउने भन्यो। अब क्लाइमेट फाइनान्स र ग्रिन क्लाइमेट फन्ड एकदमै महत्त्वपूर्ण। क्लाइमेट फाइनान्स, क्लाइमेट फाइनान्स भनेको जलवायु परिवर्तनसँग लड्नका लागि आवश्यक वित्तीय स्रोत हो। क्लाइमेट फाइनान्स भनेको जलवायु परिवर्तनसँग लड्नका लागि आवश्यक वित्तीय स्रोत हो। यसको प्रमुख 2 उद्देश्य हुन्छ। एउटा मिटिगेसन, हरित गृह ग्यास उत्सर्जन घटाउने हुन्छ, अर्को एडाप्टेसन हुन्छ, जलवायु प्रभावबाट बच्ने। अब 3 नम्बर हुँदा यो 3 प्रकारले उपलब्ध हुन सक्छ। ऋण, अनुदान र लगानी। ऋण भनेको कम ब्याजमा ऋण पाइने, अनुदान फिर्ता गर्नु नपर्ने अनुदान, र लगानी भनेको निजी क्षेत्रबाट। अनि चौथो, यो खास गरी विकासोन्मुख देशहरूलाई जलवायु सङ्कटसँग लड्न दिइने पैसा हो। यसको स्रोत चाहिँ GCF पनि हुन्छ, ग्रिन क्लाइमेट फन्ड, विकसित देश, वर्ल्ड ब्याङ्क, EU, ADB हुन सके। अब यता ग्रिन क्लाइमेट फन्ड भने के त भन्दाखेरि, UNFCCC अन्तर्गत स्थापित एउटा कोष हो के। ग्रिन क्लाइमेट फन्ड भनेको त एउटा कोष नै भइहाल्यो। अनि यसको पनि प्रमुख 2वटा उद्देश्य छ। एउटा मिटिगेसन, अर्को एडाप्टेसन। हरित गृह ग्यास उत्सर्जन घटाउने मिटिगेसन, एडाप्टेसन भनेको जलवायु प्रभावबाट बच्ने। अनि 3 नम्बरमा यसको स्थापना सन् 2011 मा भएको थियो, कोप 16 मेक्सिकोको निर्णयले। यसको मुख्यालय दक्षिण कोरियाको इन्चोङमा रहेको छ। सञ्चालक समिति चाहिँ 24 सदस्यीय स्वतन्त्र बोर्ड छ। अनि यसको वित्तीय स्रोत चाहिँ विकसित देशहरूको शैक्षिक योगदान। ग्रिन क्लाइमेट फन्ड। यसरी हामीले क्लाइमेट फाइनान्स भनेको जलवायु परिवर्तनसँग लड्नका लागि आवश्यक वित्तीय स्रोत हो।
भन्यो भने ग्रिन क्लाइमेट फन्ड भनेको UNFCCC अन्तर्गतको स्थापित एक कोष हो भन्यो। दोस्रोमा क्लाइमेट फाइनान्सको दोस्रो बुँदा यसको प्रमुख दुई उद्देश्य हुन्छन्, मिटिगेसन र एडाप्टेसन। मिटिगेसन भने हरितगृह ग्यास उत्सर्जन घटाउने र एडाप्टेसन भनेको जलवायु प्रभावबाट बस्ने भन्यो। अनि ग्रिन क्लाइमेट फन्डको पनि यसका दुई उद्देश्य हुन्छन्, मिटिगेसन र एडाप्टेसन सेम भन्यो। अनि क्लाइमेट फाइनान्समा के भन्यो भन्दाखेरि यो तीन प्रकारले उपलब्ध हुनसक्छ, ऋण, अनुदान र लगानी, कम ब्याजमा ऋण, फिर्ता गर्नु नपर्ने अनुदान र निजी क्षेत्रबाट भन्यो। अनि यता ग्रिन क्लाइमेट फन्डमा GCF-मा चाहिँ यसको स्थापना सन् 2011 मा भएको हो। कोप 16 मा मेक्सिकोको निर्णय हो। मुख्यालय दक्षिण कोरियाको इन्चोङमा। सञ्चालक चाहिँ 24 सदस्यीय बोर्ड छ, स्वतन्त्र बोर्ड छ भन्यो। अनि क्लाइमेट फाइनान्समा चाहिँ यो खास गरी विकासोन्मुख देशहरूलाई जलवायु सङ्कटसँग लड्न दिने पैसा हो। यसको स्रोत चाहिँ ग्रिन क्लाइमेट फन्ड हुनसक्छ, विकसित देश हुनसक्यो, वर्ल्ड ब्याङ्क, EU, ADB हुनसक्यो भन्यो भने यता ग्रिन क्लाइमेट फन्डतिर चाहिँ यसको वित्तीय स्रोत चाहिँ विकसित देशहरूको स्वैच्छिक योगदान हो भन्यो के। ओके, अब कार्बन व्यापार र REDD+मा वन संरक्षण गरी कार्बन उत्सर्जन घटाउने र सञ्चिति बढाएर बापत विकसित देशहरूले वन संरक्षण गर्ने देशलाई रकम भुक्तानी गर्ने प्रणालीलाई कार्बन व्यापार भनिन्छ भन्यो। वन संरक्षण गर्दै कार्बन उत्सर्जन घटाउने र सञ्चिति बढाए बापत विकसित देशहरूले वन संरक्षण गर्ने देशलाई रकम भुक्तानी गर्ने प्रणालीलाई कार्बन व्यापार भनिन्छ। 2 नम्बरमा त जलवायु परिवर्तनको प्रमुख कारक तत्त्व भनेको हरितगृह ग्यास हुन्। हरितगृह ग्यासको ठुलो भोल्युम कार्बन डाइअक्साइडको छ। वायुमण्डलमा भएको कार्बन डाइअक्साइड वनजङ्गलले सोचेर लिन्छ, कार्बन उड्न पाउँदैन। कार्बन जति सञ्चित हुन्छ त्यही अनुसार हिसाब गरेर रकम भुक्तानी हुने प्रणाली नै कार्बन व्यापार हो भन्यो। अब तेस्रो, कार्बन व्यापारको विषय सन् 1997 मा भएको कोप 3 मा भएको क्योटो प्रोटोकलबाट सुरु भएको हो। कोप 3 बाट स्थापित CDM क्लिन डेभलपमेन्ट मेकानिजम अन्तर्गत नेपालले सुधारिएको चुलो, सौर्य ऊर्जा, लघु जलविद्युत आयोजना जस्ता कार्यक्रम सञ्चालन गरेको थियो। 3 नम्बरमा चौथो, 3 नम्बरमा कोप 3 को कुरा गऱ्यौँ। चौथो, वन क्षेत्रको कार्बन व्यापारमा UNFCCC अन्तर्गत स्थापित REDD+ महत्त्वपूर्ण कार्यक्रम हो। चौथोमा REDD+ अन्तर्गत वन विनाश रोक्ने, वनको क्षयीकरण हुन नदिने, दिगो वन व्यवस्थापन, वनबाट कार्बन उडेर जान नदिने, वृक्षारोपण गरेर कार्बन सञ्चित गरिन्छ भन्यो। REDD अन्तर्गत चौथो बुँदा चाहिँ हाम्रो के हो भन्दाखेरि वन क्षेत्रको कार्बन व्यापारमा UNFCCC अन्तर्गत REDD+ को महत्त्वपूर्ण कार्यक्रम हो। REDD+ अन्तर्गत वन विनाश रोक्ने, वनको क्षयीकरण हुन नदिने, दिगो वन व्यवस्थापन गर्ने, वनबाट कार्बन उडेर जान नदिने, वृक्षारोपण गरेर कार्बन सञ्चित गरिन्छ। 5औं बुँदा REDD मा नेपाल सन् 2008 मा सहभागी भएको हो, जस अन्तर्गत नेपालले पहिलोपटक 2020 मा वर्ल्ड ब्याङ्कसँग 9 मिलियन मेट्रिक टन कार्बन बिक्री गर्ने सम्झौता गरेको थियो। 9 मिलियन मेट्रिक टन। पश्चिम तराईका खास गरी 13 जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चिति बढाए बापत नेपालले प्रति टन $5 प्राप्त गर्नेछ। पश्चिम तराईका 13 जिल्लामा लागू छ यो कार्यक्रम। 9 मिलियन मेट्रिक टन कार्बन बिक्री गर्ने सम्झौता गरेको छ वर्ल्ड ब्याङ्कसँग। अनि बुँदा नम्बर 6 मा वन तथा वातावरण मन्त्रालयको अनुसार नेपालको कुल क्षेत्रफलको करिब 65 लाख हेक्टर भूभागमा वन क्षेत्र छ। 66 लाख हेक्टर भूभागमा 1 हेक्टर वनले करिब 177 मेट्रिक टन कार्बन सञ्चित गर्न सक्छ। यस हिसाबले नेपालको वनले करिब 1 अर्ब 16 करोड मेट्रिक टन कार्बन उत्सर्जन गर्न सक्छ। विश्व बजारमा 1 मेट्रिक टनको $5 बिक्री भइरहेको छ। यसरी वार्षिक 5 खर्बभन्दा बढी व्यापार गर्न सकिन्छ भन्ने प्रक्षेपण गरिएको छ भनेर हामीले 60औं बुँदामा सकायौँ। अब REDD+ ले कसरी काम गर्छ भन्दा 5 चरणमा। चरण 1 आधार रेखा तयार गर्छ, चरण 2 वन जोगाउने योजना ल्याउँछ, चरण 3 कार्यान्वयन गर्छ, चरण 4 नतिजा मापन गर्छ, अनि चरण 5 कार्बन क्रेडिट बेच्छ भनेर। चरण 1 मा आधार रेखा तयार गर्ने, यसमा विगत 5 वर्षमा कति वन प्रणाली भयो, कति भनी गणना गरिन्छ, भविष्यमा कति हुन सक्छ गणना गरिन्छ। चरण 2 वन जोगाउने योजना REDD+ स्ट्राटेजीले हिँड्छ, वन प्रणाली रोक्ने उपायहरू अवलम्बन गरिन्छ। चरण 3 कार्यान्वयन, योजना अनुसार वन जङ्गल जोगाइन्छ। चरण 4 नतिजा मापन, अब मेजरमेन्ट, रिपोर्टिङ एन्ड भेरिफिकेसन गरिन्छ। MRV मेजरमेन्ट, रिपोर्टिङ र भेरिफिकेसन। यहाँ जोगिएको कार्बन भनेको चाहिँ इजिकल टु आधार रेखा कार्बन उत्सर्जन माइनस हालको उत्सर्जन भनेर भन्न सकियो। अनि जोगिएको कार्बन भनिसकेपछि हालको कार्बन सञ्चिति माइनस पहिलाको कार्बन सञ्चिति पनि भन्न सकियो। अनि गणना गर्ने, अनि UNFCCC मा रिपोर्टिङ गर्ने र तेस्रो पक्ष भेरिफिकेसन पनि गरिन्छ। अनि कार्बन क्रेडिट बेच्ने, अनि जोगिएको कार्बन इजिकल टु कार्बन क्रेडिट भनिन्छ। 1 मेट्रिक टन इजिकल टु $5 मा बिक्री गरिरहेको छ। अब लैङ्गिक सवाल भन्यो।
परम्परागत रूपमा महिला र पुरुष बीच जन्मजात भिन्नता लिङ्गभेद हो भने सामाजिक मूल्य मान्यताको आधारमा महिला र पुरुष बीच गरिने भेदभाव लैङ्गिक विभेद हो। अनि जेन्डर ग्याप, जेन्डर डिस्क्रिमिनेसन, सेकेन्डरी रोल इन द सोसाइटी तथा जेन्डर भाइलेन्सलाई जेन्डर इस्युको रूपमा मानिँदै आएको छ भनेर दोस्रो बुँदामा। तेस्रो बुँदा लामो छ र महत्त्वपूर्ण छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948ले महिला र पुरुषलाई समान अधिकार प्रत्याभूत गरेको छ। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि CEDAW 1979ले महिला अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न छुट्टै नीति, संस्थागत संरचना र बजेट विनियोजन हुनुपर्ने उल्लेख गरेको छ। त्यसैगरी सन् 1975, 1980, 85 र 95मा 4वटा अन्तर्राष्ट्रिय महिला सम्मेलनले महिला सशक्तिकरणलाई बुलन्द रूपमा आवाज उठाएको छ। त्यस्तै अन्तर्राष्ट्रिय प्रयासको फलस्वरूप नेपालको संविधान 2072को धारा 38मा महिलाको हकलाई मौलिक हकमा समावेश गरिएको छ भनेर तेस्रोमा चाहिँ 1948को मानव अधिकार घोषणापत्रले महिला र पुरुषलाई समान अधिकार दिएको कुरा, अनि CEDAW 1979ले चाहिँ महिला अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न छुट्टै नीति, संस्थागत संरचना र बजेट चाहिने कुरा। त्यस्तै सन् 1975, 80, 85 र 95मा 4वटा अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो। यसले महिला सशक्तिकरणलाई बुलन्द रूपमा आवाज दियो र 2072को चाहिँ धारा 38मा महिलाको हकलाई मौलिक हकमा राखियो। लिङ्ग र लैङ्गिकता बीच भिन्नता, सेक्स र जेन्डर। सेक्स चाहिँ जैविक, प्राकृतिक र यौनिक विशेषता हो। जेन्डर चाहिँ लिङ्गको आधारमा सामाजिक, सांस्कृतिक रूपमा निर्धारण गरिएको व्यवहार हो। अनि सेक्स चाहिँ अपरिवर्तनीय, सर्वव्यापक हुन्छ भने जेन्डर चाहिँ सापेक्ष हुन्छ, समय र स्थानअनुसार फरक हुनसक्छ। सेक्स चाहिँ जन्मसिद्ध भई शारीरिक रूपमा देखिन्छ भने जेन्डर चाहिँ समाजबाट लादिएको व्यवहारमा देखिन्छ। सेक्स चाहिँ प्रजनन अङ्ग र कार्यसँग सम्बन्धित छ भने जेन्डर चाहिँ महिला र पुरुषको सामाजिक भूमिकासँग सम्बन्धित छ। अब लैङ्गिक सवालहरू के हुन् त भन्दा लैङ्गिक समता र लैङ्गिक समानता। त्यस्तै गरी 2 नम्बर लैङ्गिक विभेद र लैङ्गिक हिंसा। अर्को 3 नम्बर जेन्डर ब्लाइन्डनेस एन्ड जेन्डर कन्सर्न। 4 नम्बर जेन्डर न्युट्रलिटी एन्ड जेन्डर सेन्सिटिभिटी। 5 नम्बर जेन्डर इम्पावरमेन्ट एन्ड जेन्डर मेनस्ट्रिमिङ। 6 नम्बर जेन्डर रेस्पोन्सिभ बजेट एन्ड जेन्डर अडिट भनेर लैङ्गिक सवालहरू यिनी हुन्। जेन्डर इस्यु के हुन् भन्दा लैङ्गिक समता र समानता 1, लैङ्गिक विभेद र लैङ्गिक हिंसा 2, जेन्डर ब्लाइन्डनेस र जेन्डर कन्सर्न 3, जेन्डर न्युट्रलिटी एन्ड जेन्डर सेन्सिटिभिटी 4, जेन्डर इम्पावरमेन्ट र जेन्डर मेनस्ट्रिमिङ 5, जेन्डर रेस्पोन्सिभ बजेट र जेन्डर अडिट 6। अब लैङ्गिक सवाल सम्बन्धमा अन्तर्राष्ट्रिय प्रयासहरू के छन् त भन्दाखेरि सन् 1910को मार्च 8मा विश्वव्यापी रूपमा महिलाहरू सङ्गठित भई महिलाको हकहितमा आवाज उठाए। सन् 1910मा यो मार्च 8मा नारी दिवस मनाइयो। अनि पहिलो भन्दा दोस्रो मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948मा महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गरियो। तेस्रो समान ज्याला सम्बन्धी महासन्धि 1951 छ। 1, 2, 3 भइहाल्यो। अब चौथोमा चाहिँ कन्भेन्सन अन एलिमिनेसन अफ अल फर्म्स अफ डिस्क्रिमिनेसन अगेन्स्ट वुमेन CEDAW 1979। अनि 5औँमा चाहिँ 75को मेक्सिको, 80को कोपेनहेगन, 85को नैरोबी र 95को बेइजिङ। 1, 2, 3, 4 महिला सम्मेलनले महिला विकास र सशक्तिकरणका लागि विभिन्न कार्यहरू गरे हो भन्यो। 5मा आइसकेपछि अनि 6औँ बेइजिङ प्लस सम्मेलन सन् 2000मा न्युयोर्कमा। 6मा UN रिजोल्युसन 1325, 1820 र 1612 क्रमशः 2002 र 2008मा यसले लैङ्गिक रूपमा संवेदनशील हुनुपर्ने र हिंसा विरुद्ध जिरो टोलरेन्सको कुरा गर्यो। UN रिजोल्युसन 1325, 1820 र 1612 यसले लैङ्गिक रूपमा संवेदनशील हुनुपर्ने, हिंसा विरुद्ध जिरो टोलरेन्स भन्ने कुरा गर्यो। 8मा MDGको गोल नम्बर 3मा लैङ्गिक समानता र महिला सशक्तिकरण। अनि SDGको गोल नम्बर 5मा एचिभ जेन्डर इक्वालिटी एन्ड इम्पावर टु अल वुमेन एन्ड गर्ल्स भन्ने छ। यो लैङ्गिक सवाल सम्बन्धमा अन्तर्राष्ट्रिय प्रयासहरू। अब नेपालमा भएका प्रयासहरू हेऱ्यौँ भने कानुनी प्रयासहरूमा चाहिँ निजामती सेवा ऐन 2049 र 50मा महिलालाई 33% आरक्षण, उमेर 40, परीक्षणकाल 6 महिना, प्रसुति विधा भनेको छ। अनि मुलुकी अपराध संहिता 2074 र त्यो मुलुकी देवानी संहिता 2074ले घरेलु हिंसा, बहुविवाह, बलात्कारमा कडा सजायको व्यवस्था गरेको छ। 3मा घरेलु हिंसा कसुर तथा सजाय ऐन 2066 र नियमावली 67 छ। अर्को 4मा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन तथा नियमावली 2067 छ। अनि 5मा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 छ। 6मा बक्सी सम्बन्धी कसुर सजाय ऐन 2072 छ। राष्ट्रिय महिला आयोग ऐन 2074 छ। संस्थागत प्रयासहरूमा चाहिँ राष्ट्रिय महिला आयोग भयो, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भयो, अनि 7 प्रदेशमा सामाजिक विकास मन्त्रालय, 753 स्थानीय तहमा महिला विकास शाखा, उपप्रमुखको अध्यक्षतामा न्यायिक समिति, अनि सबै मन्त्रालयमा जेन्डर फोकल पोइन्ट,
अनि अर्थ मन्त्रालयमा जेन्डर रेस्पोन्सिभ बजेट एन्ड कमिटी, नेपाल प्रहरीमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो स्थित रहेको छ। अनि संविधानमा गरिएका प्रयासहरू चाहिँ आमा र बुबाको नामबाट लैङ्गिक पहिचान, आमा वा बुबाको नामबाट जसकोबाट पनि लैङ्गिक पहिचान सहितको नागरिकताको कुरा छ, समानताको हक, महिलाको हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक छ, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक छ, राष्ट्रपति र उपराष्ट्रपति, सभामुख उपसभामुखमा एकजना महिला, सङ्घीय संसदमा प्रदेश संसदमा 1/3 महिला, अनि गापा नपामा अध्यक्ष उपाध्यक्ष मध्ये एकजना महिला भनेको छ, गाउँ कार्यपालिकाका 4, नगर कार्यपालिकाका 5 र जीसस्तमा कम्तीमा 3 जना महिला हुनुपर्ने। निजामती सेवामा महिलाका सवालहरू, कार्यालयमा हुने यौनजन्य हिंसा र दुर्व्यवहारको कुराहरू, लैङ्गिक मैत्री कार्यस्थल र भौतिक पूर्वाधार, शिशु स्याहार केन्द्र, प्रसुति विधा र अन्य विधामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सहुलियत दिने कुराहरू 4वटा यो। अनि घरयासी काम र कार्यालयको काम बीच तालमेल, नीति निर्माण तहमा महिलाको पहुँच, अनि सेवा सुविधा र अवसरहरूमा समानता र विभेद, अनि जेन्डर रेस्पोन्सिभ बजेट भनेर निजामती सेवा महिलाको सवालहरू भनेर 8वटा सवालहरू यहाँ छन्। अनि घरेलु हिंसा महिला विभेदका कारणहरू के हुन् त भन्दाखेरि परम्परागत र पितृसत्तात्मक सोच, छोरो प्राथमिकतामा राखियो, सम्पत्ति र उत्तराधिकारी दिइयो। 2 सामाजिक कुरीतिहरू, बाँधा कमलरी बोक्सी छाउपडी। 3 चरम गरिबी र पछौटेपन। 4 मदिरा सेवन। 5 सामाजिक चेतना र शिक्षाको अभाव। 6 महिला हिंसामा जिरो टलरेन्स नहुँदा अपराधीहरू बढे। 7 स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशमा गइयो, त्यसमा यौन र श्रम शोषण भयो। 8 दण्डहीनता र अपराध राजनीतिकरण भयो। यसरी महिला हिंसाका कारणहरू यिनी हुन् भने हिंसा कम हुनुपर्नेमा बढ्नुका कारण के हुन् त? कमजोर सामाजिक चेतना, महिलाले सहेर बस्ने बानी, कानुनको कार्यान्वयन पछि फितलो, सम्पत्तिमा वास्तविक हक नहुँदा कमजोर, शिक्षा चेतना र अवसरको कमी भनेर यी 4वटा कुरा। सरकार, निजी क्षेत्र र गैर सरकारी संस्थाको भूमिका कस्तो हुनुपर्छ? सरकारले नीति तर्जुमा गर्नु पर्यो, महिला पहुँच प्रतिनिधित्व बढाउनु पर्यो, सार्वजनिक निकायलाई लैङ्गिक संवेदनशील घोषणा गर्नु पर्यो, कार्यान्वयन गर्नु पर्यो, कडाइका साथ कानुन लागू गर्नु पर्यो, उद्यमशीलताको माध्यमबाट सशक्तिकरण। निजी क्षेत्र, समान कामको समान ज्याला दिनु पर्यो, कार्यस्थलमा हुने यौनजन्य हिंसा न्यूनीकरण गर्नु पर्यो, महिला उद्यमीलाई प्रोत्साहन गर्नु पर्यो। गैर सरकारी संस्था, सरकारी क्षेत्रसँग मिलेर सचेतना कार्यक्रम गर्नु, हिंसा पीडित र प्रभावित महिलाको रेस्क्यु सेफ हाउसको व्यवस्था गर्नु पर्यो, अनि अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता पुरा गर्न सरकारलाई खबरदारी गर्नु पर्यो। अब सहभागितामूलक विकास, पार्टिसिपेटरी डेभलपमेन्ट, योजना तथा कार्यक्रम तर्जुमा गर्दा जसका लागि ती योजना तथा कार्यक्रम सञ्चालन गर्न खोजिएको हो उनीहरूको व्यापक र अर्थपूर्ण सहभागिताका लागि समावेशी प्रक्रिया अवलम्बन गरिने कार्य नै सहभागितामूलक योजना विकास हो, सहभागितामूलक योजना हो, सहभागितामूलक विकास हो भन्न सकियो। अब 2 नम्बर मुद्दा, यसले योजना र विकास कार्यक्रममा स्थानीय जनतालाई संलग्न गराउनुपर्छ भन्ने मान्यता राख्दछ। स्थानीय जनतालाई संलग्न गराउँदा विकास कार्यक्रमहरू बढी दिगो र सफल हुने अपेक्षा गरिन्छ। 3 नम्बर मुद्दा, सहभागितामूलक विकासको अवधारणाले जनता नै विकासका एक्टर, मास्टर, प्रोड्युसर, एक्सपर्ट र इन्भेस्टर हुन् भन्ने मान्यता राख्छ। जनता नै विकासका एक्टर, मास्टर, प्रोड्युसर, एक्सपर्ट र इन्भेस्टर हुन् भन्ने मान्यता राख्दछ। जनताहरू विकास योजनाका प्राविधिक ज्ञानको दृष्टिकोणले विज्ञ नहोलान्, तर आफ्नो आवश्यकता, स्थानीय स्रोत साधनको पहिचान, योजनाको पहिचान, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा लाभको वितरण जस्ता पक्षमा विज्ञ हुन्छन् र ती चरणमा लाभग्राहीको सार्थक, सक्रिय र निर्णायक सहभागिता नै सहभागितामूलक विकास हो भन्यो। त्यस्ता चरणमा लाभग्राहीहरूको सार्थक, सक्रिय र निर्णायक सहभागिता नै सहभागितामूलक विकास हो भन्यो। अब यसले के गर्छ भन्दाखेरि यसले आर्थिक, सामाजिक, सांस्कृतिक एवं लैङ्गिक रूपले पछाडि परेको वर्ग र समुदायलाई विकासको मूल प्रभावमा ल्याउँछ सहभागितामूलक विकासमा। अब सहभागिताका क्षेत्रहरू भनेर के भन्दा विकासको आवश्यकता पहिचानमा, योजना छनौटमा, प्राथमिकरणमा, योजना कार्यान्वयनमा, योजनाको अनुगमन मूल्याङ्कनमा, लाभको वितरणमा अनि दिगोपनका लागि निरन्तर मर्मत सम्भारसम्म भनेर 6वटा मुद्दा यो भयो। भने सहभागिताका पात्रहरू सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सामाजिक क्षेत्र, राजनीतिक दल, नागरिक समाज, आम सञ्चार, स्थानीय तह भनेर। अनि सहभागिताका तरिकाहरू, निष्क्रिय सहभागिता, जानकारी मात्र गराइन्छ, सूचना साझेदारी, सूचना दिइन्छ, परामर्शदायी सहभागिता, विज्ञले सोधेका प्रश्नको जवाब दिइन्छ, सहकार्यमूलक सहभागिता, सरकारवालाहरूसँग योजनाको छनौट, कार्यान्वयन, अनुगमन मूल्याङ्कनमा छलफल तथा सहभागी भइन्छ, योगदानमूलक सहभागिता, उपभोक्ता समिति सह लगानी गरिन्छ, सशक्तिकरणमुखी सहभागिता, विकासको सुरुवात र मार्गदर्शन आफै गर्छन् सरकारवालाहरूले। यसरी 6वटा चरणमा निष्क्रिय सहभागिता एकदम कम सहभागिता हो, सूचना साझेदारी अलिअलि, परामर्शदायी सहभागिता त्योभन्दा माथि, सहकार्यमूलक सहभागिता अझै माथि भयो, योगदानमूलक सहभागिता 5औं, 6औँमा चाहिँ सशक्तिकरण अनि मुखी सहभागिता भनेर भन्न सक्छौँ।
अब सहभागितामूलक योजना र विकासको महत्त्व किन छ त भन्दाखेरि 1 2 3 4 योजना प्रक्रियामा बटम अप एप्रोच लागू गर्न, नागरिकको अपनत्व कायम गर्न, जनसहभागिता वृद्धि गर्न, स्थानीय नेतृत्वको विकास गर्न। 1 2 3 4 भनेको बटम अप एप्रोच लागू गर्न, नागरिक अपनत्व कायम गर्न, जनसहभागिता वृद्धि गर्न, स्थायी नेतृत्वको विकास गर्न। अनि 5 6 7 8 एउटै किसिमको समावेशी लोकतन्त्रको प्रवर्धन गर्न, सामाजिक न्याय कायम गर्न, विकासका लाभ र अवसरको न्यायोचित वितरण गर्न, सीमान्तकृत र पिछडिएको वर्ग समुदायलाई मूल प्रवाह ग्रहणमा ल्याउन। 1 2 3 4 5 6 7 8 5 6 7 8 मा समावेशी लोकतन्त्र, सामाजिक न्याय कायम गर्न, विकासका लाभ र अवसरको न्यायोचित वितरण गर्न, अनि सीमान्तकृत र पछाडि परेको वर्ग समुदायलाई मूल प्रवाहमा ल्याउन। अनि 9 स्थानीय ज्ञान स्रोत साधन सिपलाई विकास कार्यमा उपभोग गर्न। अनि 10 विकासकै गतिविधिमा पारदर्शिता प्रवर्धन गर्न। नेपालमा सहभागितामूलक विकासको व्यवस्था कस्तो छ त भन्दा 1 2 3 संविधानको प्रस्तावनामै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ। प्रस्तावनामा नै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने भनेको छ। संविधानको धारा 51 मा विकास सम्बन्धी नीतिमा विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने भनिएको छ। 3 मा समावेशीकरणको संवैधानिक सुनिश्चितता छ, संवैधानिक आयोगहरू छ भनेर 3टा। 4 5 6 मा राष्ट्रिय योजना आयोगले समय समयमा सरकारवालासँग छलफल अन्तर्क्रिया र गोष्ठी गरिरहेछ। स्थानीय तहमा सहभागितामूलक योजना तर्जुमा, कार्यान्वयन र अनुगमन मूल्याङ्कन अंगीकार भइरहेछ। अनि 1 करोड रुपियाँसम्मको आयोजनाहरू उपभोक्ता समिति मार्फत निर्माण भइरहेछ। 4 5 6 मा अनि 7 मा स्थानीय सरकार सञ्चालन 2074 को 24 मा स्थानीय तहले योजना तर्जुमा गर्दा, त्यस्ता कार्यक्रम कार्यान्वयन गर्दा महिला, बालबालिका, दलित, युवा, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, अल्पसङ्ख्यक, अपाङ्ग भएका व्यक्ति, स्थानीय बुद्धिजीवी, सीमान्तकृत, लोपन्मुख जनजाति लगायत सरकारवालाहरूको बढी से बढी सहभागी गराउनु पर्ने भने। अनि अर्को चाहिँ सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन 2074 को कुरा पनि छ। अनि सार्वजनिक साझेदारी नीति 72 र ऐन 75 अनि नियमावली 77 छ। सहभागितामूलक योजना विकासका समस्याहरू स्पष्ट आधार र कार्यविधि नहुनु, समयको अभाव, भौगोलिक विकटता र सचेतनाका कमीले अपेक्षित सहभागिता नहुनु। 3 वास्तविक लाभग्राही र उपभोक्ताको पहिचान नहुनु। 4 सहभागिताको नाममा टाठाबाठा हावी हुनु। 5 केन्द्रीकृत योजना तर्जुमाका कारण कार्यान्वयनमा सहभागिता नहुनु। 6 सरकारी निजी क्षेत्र र नागरिक समाजबीच विश्वासको कमी। 7 सामाजिक पछौटेपनका कारण सहभागिताको प्रति चासो नहुनु। 8 उपभोक्ता समितिहरूमा समेत सक्रिय सहभागिता भन्दा प्रक्रिया पुर्याउन सहभागिता हुनु भन्यो। अब सहभागिता बढाउन के गर्ने भन्दा सहभागिताका लागि स्पष्ट आधार र कार्यविधि चाहियो। नागरिक सचेतनताको विकास र सहभागिता वृद्धि गर्नु पर्यो। वास्तविक लाभग्राही पहिचान हुनु पर्यो। टाठाबाठा इलाइट क्याप्चर हुन दिनु भएन। योजना निर्माणमा बटम अप एप्रोच अवलम्बन गर्नु पर्यो। सरकारी निजी क्षेत्र, नागरिक समाज र सक्रिय सहभागी हुनु पर्यो। आयोजनाको अनुगमन मूल्याङ्कन नागरिक संलग्नता बनाउनु पर्यो। आयोजनाबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्नु पर्यो। आयोजनाको मर्मत सम्भार गर्ने जिम्मा स्थानीय उपभोक्ताहरूलाई नै दिनु पर्यो भनेर भन्न सकियो। ओके।